हेभन इज मिथ, नेपाल इज रियल भन्नेवाला त्यही। अब झर्दैछौँ लास्टै यो चाहिँ अलि ओह्रालो यस्तो पिस ठाउँ छ है। 57 सालमा दाहिनेपट्टि गुफा देब्रेपट्टि सतीदेवी आमाको त्रिशूल गाडे ठाउँ। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु डिएस भ्लग, न्यू डे न्यू भ्लग। अनि आज चाहिँ 6:45 भयो अनि हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। अनि आजको ट्रेक हो। आजको ट्रेक चाहिँ हाम्रो हुन्छ लटरामेश्वर महादेवसँग। यतिजना मान्छेहरू हुनुहुन्छ होइन, यतिजना। अब हाम्रो चाहिँ मकनपुरसम्म चाहिँ मकनपुरबाट माथि ठिङ्गनसँग ठिङ्गन भन्ने ठाउँसँग चाहिँ हाम्रो राइड हुन्छ। अनि त्यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ। अनि त्यसपछि ल बोल ल। अब चाहिँ हामी आज त टोटल्ली हाइक चाहिँ लटरामेश्वर महादेवसम्म हुँदैन। टोटल्ली हाइक हुँदैन, पहिला बाइक राइडै हुन्छ त्यहाँ। कति घन्टा हाइक हुन्छ? 1.5-2 घन्टाको हाइक होला। ल अब धेरै गफ नगरिकन जाउँ। यो कसको कुनको स्कुटरको? हेलो गाइस, अब यहाँबाट टिकाहरूबाट हामी निक्लिसक्यौँ। यताबाट अङ्कल राइडहरू जान गोबाल। ल हामीलाई त्यो टपिङ ल्याए। पैँतालिस 46 गोवा बुझेर ल भन्नु दाइ, निकेश दाइ। हामी चाहिँ ठ्याक्क छपेली आइपुग्यौँ गाइज होइन। अनि छपेली चाहिँ हाम्रो जहिले पनि यता जाँदाखेरि खाजा डेस्टिनेसन हुन्छ यता। अनि त्यसपछि यो बाटो हिँड्दाखेरि छपेली। अनि दिस इज द पसल, जहिले यो पसलमा खान्छौँ हामी खाजा। अनि ल अब एकछिन खाजा खान्छौँ, खाजा खाँदा देखाउँछौँ। तिम्रो चाहिँ एक्सपिरियन्स कस्तो भइरहेछ भन न। ऊ होइन फर्स्ट टाइम होइन नि, ऊ मोहित चाहिँ फर्स्ट टाइम हो। के एक्सपिरियन्स? ऊ पनि फर्स्ट टाइम। ल फर्स्ट कमरहरू भन त तिमीहरू कस्तो एक्सपिरियन्स भइरहेको? यो समाउँदा कस्तो लागिरहेछ तिमीलाई? कस्तो लागिरहेछ? दामी। ऊ त अब यही बाटो उसको ससुराली नै यही बाटो जाने हो। अनि त्यही भएर गर्लफ्रेन्ड भेट्न आइरहेको हुन्छ यही बाटो होइन। अनि टक्क यताबाट जाने हो। उतै भोटिनी घर त हो नि, उतै त हो नि, उतै घर हो भोटिनीको, उसको गर्लफ्रेन्डको घर विवेकको। अनि ल केटाहरू आयो। अब यो चाहिँ हाम्रो खाजा पोइन्ट। अब यहाँ खाजा खान्छौँ हामी। अनि त्यहाँबाट सट्ट निस्किन्छौँ यहाँबाट। स्कुटर अलि भित्र हाल्दिनु। हामी जान लाग्यो डब्लु डाँडा। ललितपुरको होइन? ललितपुर होइन, मकनपुर। हामी चाहिँ ठ्याक्क पार्किङमा यो ठ्याक्क स्कुटर बाइकहरू राख्ने ठाउँमा पुग्यौँ। आज मान्छेहरू वाइल्ड आएको रहेछन् होइन। अनि यहाँसम्म चाहिँ स्कुटर आउँछ, बाइकहरू अब गाडीहरू लिएर पनि भने यहाँसम्म आउँछ।
अनि हामी सुरु गर्ने बाटो चाहिँ त्यहाँबाट होइन, त्यो चाहिँ त्यहाँबाट ट्रेल सुरु हुन्छ। अनि अब चाहिँ हाम्रो हाइकिङ सुरु भयो होला। जस अहिलेसम्म बाइकमा थियौँ हामी, बाइकमा थियौँ। अब यहाँबाट हाइकिङ सुरु भयो अनि चिलमा। गाइज अब म यो खाएर पावर निकाल्दैछु, बदम चक्लेट। के खाने? खाजा खाने ठाउँ ए ल ल ल खाजा खाने ठाउँ यहाँ छ। ल खाजा घर छ। अहिले पछि यो पनि देखाउँला तपाईँहरूलाई। अहिले हामी के लाने, के खाइन्छ र? ल सुरु भयो है हाम्रो हाइकिङ सुरु भयो। जनताहरू 7 जना छ आज ट्याक्क। अब हामी सुरु भयो हो आलामा त त्यो आवाज नै आउनु पर्यो नि ट्याक्कै हैन। जाउँ भन्ने होला। रेकर्ड गर है। जाउँ चाहिँ नि पिस। त्यो जाउँ भने त हाल्न मिलिहाल्छ नि एडिटिङमा। कस्तो कुरा गरे होला। ल जाउँ छिट ल। ल गाइज अब हामी भर्खर हाम्रो स्टार्ट हुँदैछ। अलि निकेश दाइले नगरा नि हुनसक्छ। ल निकेश दाइ एउटा गरौँ न यार, जानुपर्छ। लेट्स गो गाइज। अब तनी भन। लेट्स गो। अब हामी जाँदैछौँ माथि लट्टम्बेश्वर। अहिले माथि पुगेपछि यस्तो बवाल हुने होला। अहिले मजा आउनु थाल्छ है। ल लेट्स गो। गाइज त्यो एकछिन पछि हाल्नु न, कपीराइट हानिदिइहाल्छ, मजा आउँदैन। धुनमा त हान्दैन। उसमा हाल्नलाई खिची होइन क्या, उसले रमाइलोको लागि। हिँड्दैछौँ हामी, रमाइलो भइरहेछ टक्क। यतापट्टि रहेछ सिँढीवाला बाटो। यो हामी युज गर्दैन, हामी पहिलाको पुरानोवाला रुट युज गर्छौँ होइन। पुरानोवाला रुटमा चाहिँ अलिकति गाह्रो छ। यस्तो बाटोमा हिँड्दा चाहिँ के फाइदा छ भन्ने एउटा थियो नि। यस्तो बाटोमा चाहिँ पछाडिबाट गाडीले हान्दैन भन्ने होला कि। आउँदैन पहिरो नि बाटो यति। त्यो घुमेर यतै आउँछ क्या। अर्कै बाटो हिँड्यो जस्तो यो त। तलतिर पो गयो त झन् ऊ त। ए उहाँ माथि उक्लिन्छ जस्तो। ल ल ल यस्तो पसिना चाहिँ बवाल आइरहेछ। तैपनि रमाइलो आखान। हामी 2 जना सोल्टीहरू चाहिँ त्यहाँ आखान। बाटो चाहिँ एपिक छ है गाइज। लोक हामी चाहिँ फेरि ओल्डवाला रुट फलो गरिरहेछौँ। न्यूमा चाहिँ सबै सिँढी छ, तपाईँहरू चाहिँ सिँढी फलो गर्दै पुग्न सक्नुहुन्छ। ओल्डवाला चाहिँ अहिले यस्तो छ है। अहिले यो चाहिँ हाम्रो सर्ट ब्रेक भइरहेछ। ब्रेक चाहिँ लिन्थेन 2 जना फेरि 2 जना केटाहरू हिँड्न नसकेर रमाइलो भइरहेछ त्यो हिँड्नलाई होइन। ए ढिला गर्ने चाहिँ यही मान्छे हुन्छ। ल अस्ति त ल गाह्रो भएर लडेर भने अब आज अब हामीले यहाँ यसलाई चिलाउन आएछ नि, मैले चिलाइदिउँला। पुरा आराम मान्दाखेरि किन परेको चाहिँ परेछ। ल हिँड मिडम। ल कति पढ्नु हो र? हिँड मिडम। ल हामी अब त यत्रो बेर त पर्खे हान्छ तिमीलाई। ल हिँड ढिला हुन्छ क्या। देऊ न एक ढाडमा स्ल्यापमै। ल हामी सुरु गऱ्यौँ है त फेरि यात्रा। यो मान्छे हो क्या। ल गाइस यहाँ
ट्याङ्की भएको ठाउँमा चाहिँ यो पनि सुविधा छ होइन भिडियो खिच्न भन्नु के हो त यो ए भाइ अब कति घन्टा पुगिन्छ मेरो टेन्सनले 40 मिनेट माथि नजिकै रहेछ यार भाइले चाहिँ बेच्नु तिमीलाई हिँड्दा 25 मिनेट पुग्छौ केही तपाईँहरूले किन्नुपर्छ भने चाहिँ यहाँ पनि टक्क हुन्छ है भाइहरूले बेच्न राखिरहन्छ सधैँ आउँछ तिमीहरू सबै दिन आउँछौ कस्तो लज आउँछ आउँदैन सबै दिन कि शनिबार मात्रै आउने हो सबभन्दा नहिँड्ने हाम्रो ग्याङमा ग्रुपमा भने यही मान्छे हो यो मान्छेले छोडेर जानै भएन हाम्रो ग्याङहरू अब गीत बजाउँदै हिँडेको तिनीहरू गीतै नसुनिने ठाउँमा पुगिसक्यो होइन अब यो मान्छे अनि रातो बना गाह्रो छ गाइज गाह्रो हिँड 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 यस्तो बाटो अब यहाँनिर ट्रस्ट आइसक्यो होइन अब यो डाँडोमा चाहिँ हाम्रो रेस्ट स्टेसन हुन्छ त्यहाँ हामी एकछिन रेस्ट गर्छौँ अनि त्यहाँबाट त लगभग 1300 बाटो हो त्यस्तो गाह्रो हुँदैन हामी टपमा पुग्दैछौँ है त ल गाइस हामी चाहिँ ठ्याक्क त्यो डाँडाको टुप्पामा चाहिँ आइपुग्यौँ होइन यहाँ चाहिँ एउटा रेस्ट पोइन्ट हुन्छ हाम्रो अलि उता गएर बसौँ न हामीलाई त केही भएको छैन खतरा सुपरम्यान गाह्रो चाहिँ बवाल भइरहेछ र अब हामी एउटा रेस्ट पोइन्ट आइपुग्यौँ सुपरम्यान उसको फ्यान भइहाल्यो नि ऊ ल त ल के गर्नु जाडो भरि उसलाई आएको ताप्छ अरे अब जाडो भयो गाइस गाइज त्यो हो लटरामेश्वर महादेवको डाँडो वाह अब तपाईँहरू यहाँ आएर चाहिँ पसलहरू छ सामान किन्न रेस्ट गर्न खाजा खान ल त्यो भयो हामी जाने डाँडो चाहिँ त्यही हो त्यहाँ अब हामी 8:30 जान्छौँ होइन अनि अब यहाँ हामीले 10 मिनट 15 मिनट लाग्छ कि कता हो भिन्दै तल यही हो क्या गाउँपालिका अब तल कहाँ एकदम केटाहरू आउँदैछ पसिना अवस्थित छ त्यहाँ गयो झन् बवाल हुन्छ हावा खाँदै ल यहाँ चाहिँ पसलहरू अन्य पसलहरू छ अब तपाईँहरू खाजा चटपटे पानीपुरी के खाने देखान पनि मजाले ल धेरै यस्तो शनिबार अलिक प्याक होला अरू दिन त खासै धेरै दिनको यति तलमाथि गरिसकेपछि के बानी हो नि त बानी हो एक्सर्साइज हो सपोर्टको बल जस्तो होला यस्तो हो नि त यो भने उहाँहरूको बिजनेस हो क्या होइन बिजनेसको लागि त गर्नै पर्यो होइन अब गरिदिनु भन्नु नि भएन नि त कि बिजनेसै गरिदिनु भन्नु पर्दा होइन अब बिजनेस गर्छु भनेपछि त अलिअलि मिहिनेत त गर्नु पर्यो नर्मल हो होइन जस्तो कहिले के आउने होइन नि त अनि हामी पनि पहिला गाउँमा बस्दाखेरि बाँस घर हुँदाखेरि दिनकै स्याउला लिन जान्थ्यौँ त बना भइरहेको थियो लगाइ जब हामी टक्क एक्सट्रिम हान्दैछौँ दाइकोमा आउनु होला एक्सट्रिम खाइदिनु होला तपाईँहरू पनि आइसको चाहिँ कसरी हो नि दाइ यो आइसको 450 ए भनेपछि ठिक हो 350 तर यहाँसम्म केटाहरू कस फिल भइरहेछ एकछिन रुम्ला म खाएर हुन्छ ऊ एउटा आउँदैछ आधी घन्टा पछि आइपुग्यो एक्सट्रिमै सक्यो यहाँ छ भाइ यहाँ पनि छ यहाँ पनि छ कहाँ भन्नु ल त उसको उता कस्तो भयो यात्राको उसको हेलो दाइ कस्तो भयो निकेश दाइ एनर्जी छैन अब त्यति हो अलिकति निकेश दाइ गाडीवाला ल्याएको नि झार्दिएको यो सोन चाहिँ हुन्न भन्नुपर्छ क्या भाइ अब नझार्ने ड्यू पनि नकति हो यो यसमा छ कति सस्तो यो नबिकिएर कति खै मनसन यो हैन त एक्सपायर गोली खाने हो हैन भन्न खोजे त्यो पारी हुँदै हो के ल यस्तो यहाँ हावा चाहिँ बवाल चलिरहेछ होइन रमाइलो भइरहेछ यता यो मान्छे यहाँ मस्तीतिरहेको हिँड्न नसक्ने मान्छे चाहिँ हो क्या सोल्टी तोरी
त्यो हुन्छ के रे यस्तो त्यो त ठाडो भिरबाट हाल्ने भने त्यो अब हामी यहाँबाट हिँडेर जान्छौँ यस्तो गएर आइ त हाल्यो कालो किन गाइज अब हामी यताबाट यहाँ ल तपाईँहरू खाजा खाने स्पोट यो हो रेस्ट गर्ने त्यही हो अहिले अङ्कलको पनि त्यही हालेको छौँ हामीले अङ्कलकैमा खाइदिनु व्यापार बढाइदिनु के भन्नु अब हामी जेल छन् बुढा भएको थिएन है लथ्याङ्ग त हिँडेपछि त त्यो अलिकति बडीमा पेन उ त भए त्यो थाकिहाल्छ नि भने त्यो जति नै भन्यो भने होइन चुप ओलाएर बस्नुमा र उकालो चढ्नुमा त अलिकति त अनि स्कुटरले त ओभर हिट स्कुटर त फ्या फ्या गऱ्यो भनेपछि मान्छेलाई त तिन भने अलिक बढी तिनवटा यस्तो रेस्ट गरेर नै पर्छ क्या स्कुटरले हजुर के ढिँडो त्यहाँ तलतिर जाने पाउँछ नि हो लोकलको कुरा ढिँडो तर टाइम लाग्छ बनाइदिइहाल्छ तर लालीगुडा सब सुक्यो यार कस्तो दामी देखिन्थ्यो यहाँ है हामी त्यो बेला त पानी सानी आइरहेको थियो नि त यो मस्त अनि यो अहिले पानी आइरहेको भयो यो क्या फुलिरहेको हुन्थ्यो नि त यो भने बेसिक लेभलको हो क्या सजिलो नै होइन क्या फेरि यो तपाईँले कस्तो हो नि अब कहिले ट्रेक नहिँडे मान्छेलाई ल्याउँदा नि सक्ने खालको हो क्या यो होइन लाइफमा नहिँडे मान्छेलाई पनि ल्याउँदा पनि सक्छ क्या यो अस्तिको भन्दा त फुलचोकी भन्दा त लास्टै सल्लो हो नि फुलचोकी त कहाँ अनि यति त एक छेउ हिँड्या हो फुलचोकीमा यति होइन फुलचोकी यति भने त फुलचोकीको 4 भागको 1 भाग हिँड्या हो क्या ल लगाइज फाइनल्ली यहाँबाट रेलिङ सुरु भयो एकदम अख्खा ठाउँ यहाँबाट ल दाम यो हरियाली भएको बेला यस्तो दामी हुन्छ नि यहाँबाट त्यहाँ भर्याङको खतरा छ अहिले ऊ अघिको ऊ आर्मी क्याम्प उता हेर्नु त के हो अघिको यो हो क्या आर्मी क्याम्प तलको रानीकोट भन्ने ठाउँ यहाँ हो अलि उता त्यो बेला त्यो हालेको थिएन यहाँ त बाटोमा थियो क्या त्यो बेला थिएन क्या हामी आउँदाखेरि अप्ठ्यारो भर्याङमा मात्र थियो गाइज दिस इज आवर सेकेन्ड टाइम अनि रोजनको र मेरो होइन हाम्रो सेकेन्ड टाइम हो उहाँहरूको फर्स्ट टाइम हो सबैजना मामाहरू सबजनाको फर्स्ट टाइम हो हाम्रो सेकेन्ड टाइम हाम्रो दिस इज सेकेन्ड टाइम यो रेलिङै हालेको थिएन हामी आउँदा उता मात्रै रेलिङ थियो तर हामी एकदम अगाडि आएको क्या तपाईँहरूले डिएस भ्लग त्यो टिकटक पेजमा हेर्नुभयो भने टिकटकमा ठ्याक्क पिन गरेर भिडियो छ होइन लास्टै त्यो केही नै थिएन क्या यता बाटो पनि अप्ठ्यारो थियो यहाँसँग फेरि यहाँनिर रेलिङ सेलिङ भाँचिसकेको रहेछ यहाँबाट फेरि रेलिङको बाटो सक्यो अब यही बाटो हिँड्दैछ हामी यस्तै थियो क्या त्यहाँ पनि पहिला रेलिङ थिएन क्या पछि त्यो ड्रोन लिएर आउनुपर्छ क्या यहाँ यहाँबाट होइन अझै उता पुगेपछि त्यो डाँडालाई बिचमा पारेर अनि पुरै एक रोटेसन हान्यो क्या त्यो उसले हानिदिन्छ नि ड्रोनले नै आयो हामी आइपुग्यो पखानु त्यहाँबाट दामी देखिन्छ कि यताबाट भ्यू नै राम्रो आउँदैन केही देखिँदैन अघि हामी उताबाट उतै आर्मीको पोस्ट त्यही हो त्यहाँनिर हामी पार्किङ गरेर ठाउँ उतै यता ल बाटो बनाएर यतिकै राख्नु म बिस्तारै ल
ल अब ओ आउन ओए ओ ल ल ल ल मेरो चाहिँ बनाइदिनु पर्दैन होइन ठिक छ ल दिस इज इट अब यहाँबाट हामी जाने त्यो डाँडा फेरि भन न मेरो एउटा कस्तो गाइजहरू ल्याउनु न आमा डर लाग्यो यार मैले उडो लास लाग्यो हेर्नु नि हावा उडा आम्मामा सेट यहाँ हेर्नु न यहाँ आइपुग्यो हामी कहाँ तल यार त्यो तल त्यो बाटोबाट आएको हामी बवाल डर लाग्यो मलाई यार गाइजहरू यहाँ खतरा रहेछ ल डर लाग्यो माइलड हो डर लाग्यो माइलड हेर्नु नि यहाँ क्यामेरा है सक्दैन यार यो ठाउँ हेर्नु न यहाँ माथि पुग्नु पर्ने के भन्छ अरे हेभन इज मिथ नेपाल इज रियल भन्नेवाला त्यही बुझ्नुभयो नि हेभन इज मिथ नेपाल इज रियल त्यही हो कहाँ कस्तो बवाल ठाउँ छ नि त ल यार बवाल छ नि ठाउँ ल म त यार कहाँ जन्नतमा आस्तो लागिरहेको छ गाइजहरू यार यहाँ हेर्नु न बाटो यो तल बाटो यस्तो हावा लागिरहेको यहाँबाट यहाँबाट यस्तो हुँदै यहाँबाट फेरि यहाँ माथि हुँदै यहाँबाट फेरि यस्तो माथि लटरामेश्वर चाहिँ यो एल्टिट्युड चाहिँ कति हो यसको थाहा छैन है त्यो चाहिँ हामीले गाइज यार खतरामा मेरो होइन बबाली बनाउनु न यार एउटा बिस्तारै गएको होला है यहाँ तल तपाईँको पनि बनाउँछु ल अब झर्दैछौँ लास्टै यो चाहिँ अलिक ओह्रालै छ यहाँ होइन तल अलिक केयरफुलै हुनुपर्ने छ लास्टै ठाडो लास्टै छ क्या यस्तो छ ल यस्तो छ क्या यस्तो ल तिमी सारा संसार मेरो एउटा भिडियो बनाएन भयो अब छोडिदियो भइसक्यो एउटा फोटो खिच्नु न कस्तो रहेछ नि बाइक आउँदैछ लाटोमराहरू आउँदैछ तिनीहरूलाई के थाहा होइन बाटो कस्तो हामी आइसक्यो मान्छेलाई त त्यस्तो भयो बाइक त तातेर यार कति ठाउँ लडाइहाल्नु एक गियरमा आउनुपर्छ पुरै एकाएक होइन लडाइदिने होला है जस्तै बाइक ल्याइन् एक मात्र हो नि बाटो त्यस्तै खाल्टा त्यसमाथि त्यो घुम्ती त्यस्तै बवाल मजा आइरहेको छ ल हिँड्नलाई चाहिँ मैले अघि भने नि त नि यहाँ माथि आएपछि थकान सकान सब बिर्सिन्छ कि कस्तो बियर भनेर होला यार कस्तो ठाउँमा यार मलाई त अचम्म लाग्यो नि पछाडि ब्याक साइड फर्केको यस्तो एरिया हामी यहाँबाट झरेर आएको कि यस्तो मजाले दिमाग लाएर मान्छेहरूले मान्नै पर्छ कि त्यस्तो ढुङ्गामा निकाले नि कस्तो रुट निकाले एकदम बवाल मजा आइरहेछ उता थिएन त्यही ओह्रालो मात्रै हो क्या रेलिङ घर लाएर सुदीप सुत्या पारे सुदीप भने चाहिँ आर्मीलाई त्यो त्यहाँबाट सर्लक कोर्लिएर त रमाइलो भइरहेछ अहिले म अहिले माथि बेस देखाउँछु उतापट्टिको डाँडो होइन अनि यतापट्टि चाहिँ ल ल ल ल डर लगाएर के गर्यो त अनि डर सबलाई लाग्छ अनि के डर सबलाई लाग्छ
पिसाब सबको निस्किन्छ घाँटी पसिना पसिना सबको निस्किन्छ घाँटी सबको सुक्छ माउन्टेन ड्यू इनर्जी बढायो ल लाउन अलिअलि पर्नु यहाँ आएन भने अब चाहिँ हाम्रो धेरै टाइम लाग्दैन अब माथि आउने खतरा छ पछाडि हेर्नु त्यहाँ माथि यहाँ डाँडा यार कस्तो डर लाग्दो छ त्यहाँनिर त एकदम त्यो त्यहाँबाट यतै आएन हावा चल्यो भने मान्छे उडौला जस्तो छ कि त्यस्तो हावा चल्छ त्यहाँ माथि चाहिँ होइन ठुलो हावा चल्यो भने हामी चाहिँ यहाँ आइपुग्यौँ यहाँ हल्का हावा छैन यहाँबाट यस्तो यो बाटो हुँदै यहाँबाट यहाँ हुँदै माथि यहाँ माथि यता चाहिँ मान्छे बस्नु यता चाहिँ हजुर हेलो हेलो माइक टेस्टिङ अहिले बच्चाहरू मुलाबाट पढेछन् केमा फाले मुला भन्छ नि आउन आम यार भएन नि त यस्तो पाराले जाउँ हामी मोबाइल अहिले जाँदैन त्यो पहिले त्यहाँ गएर दर्शन गरेर आएपछि खिच्दै आयो भने झऱ्यो नि भइहाल्यो नि जाउँ सबै कुराको टाइम हुन्छ क्या निकेश भाइ बुझ्यौ नि तिमीले विवेकले बुझ्यौ नि अब बेलुका सनसेटलाई 2 ओमल सनसेट जानु बाँकी छ अब गएर भात खाएर सनसेट खिच्छु भने यस्तो पिस ठाउँ छ है दौडिरहेको छु म यस तर म अगाडि जानुपर्छ अब त्यो माथि जाँदा लेट्स गो आमा कस्तो यार त्यो माथिको झन् डाँडा त अर्को मिल्दैन के यसो यार त्यहाँबाट मान्छेहरू स्टिल आउँदैछन् यतातिर हेर्नु हामी यहाँ तल उयो तलको बाटो हावा आउने खास छैन यो तलको बाटो सर यहाँ भिडियो खिच्दै हुनुहुन्छ यहाँ जाँदै हुनुहुन्छ अझ धेरै टाइम लाग्दैन अब आइसक्यो अब त आइसक्यो बाटो यार त्यहाँ त डरै लाग्दा क्या त्यहाँ कस्तो छ हेर न कसरी चाहिँ बनायो काटेरै बनायो नि बाटो पहिला डाँडै थियो होला नि त ढुङ्गा काटेरै हो नि हेर न महादेव चाहिँ कहाँ डाँडो मार बस्नु भएको भेट्लाउने आउनु हाई तिमी हामी अब पुग्न आँटेको छौँ गाइस दिस इज हामी पुग्न आँटेको छौँ हजुर बाँकी छ त 2 दिन रोजन्दै कसलाई आइरह बबार दोस्रो टाइम तिमीलाई कस्तो लागिरहेछ स्ट्यामिना भएको मान्छे है कडा स्ट्यामिना इनर्जी चाहिन्छ भने म निकालेर दिइहाल्छु पाउँछ यहाँ पुरिलो खै छ जम्मा गर्नु भएको छ राम्रो बनाउँदैनौ तिमी लगाइस अब हामी यहाँ आइपुग्यो माथि वाइल्डमा वाइल्ड हनी भने मान्छेहरू चाहिँ वाइल्ड ल मान्छेहरू त कति कति अब त्यति बेला त्यो रेलिङ थिएन है थिएन यहाँ केही थिएन कहाँ माथि यहाँ पहिला यहाँ जाउँ न माथि हो नि त महादेव चाहिँ माताले सही बोल्छ त्यो अरू मान्छेको कुरो सुनेर नआउनु व्यवसाय गर्नेहरूले यता उताबाट जाने हो माताजी ए बाबु हेलो यताबाट जाने हो म यहाँबाट आने भाउजू होइन भन्नुहुन्छ केही बारो हजुर आमाको मन्दिरमा तपाईहरु माफ गर्दै माग्दै जानुहोस् नटिकिने हामीलाई माफ गर भन्दै यता माथि साम्बलको पोकाहरु तपाईहरु औषधि मन पर्छ माताजीको हातमा टिका लाइ सम्पूर्ण उपस्थित आदरणीय भक्तजनहरुमा डाँडै शिवलिङ्ग शिवलिङ्ग बनाइदिनु जय होस् जय होस् माताजीहरूलाई आशीर्वाद दिएर राम्रो छ नि राम भगवानको ध्यान गर्नुपर्छ कृष्ण
नयाँ वर्षलाई यहाँ पैसा चाहिएछ यो भित्र हाल्नु सबैको पैसा यहाँ हात टिका लगाइदिएन केला भने लाखपति बाल्नुपर्छ हामी त्यो त भाँड्नु पैसा मलाई दिनु पर्दैन टिका लाग्यो नि जम्मै एकै जय होस् लटर रमेश्वरले रक्षा गर्नु सबैलाई घर घरमा सत्यले बास होस् तिमीलाई चाहिँ सिस्कामा राख्नुपर्छ सबै कुरा देखाउनु पर्यो नि त अरू भक्तहरूलाई ल बोल्दिन न त के बोल्दिन टिका लाउँछ किन लुगा आएको नि बाटो अनि आफ्नो टिका लाएको किन देखाउनु भनेर देखाउनु पर्यो नि माताजीको हामीले टिका सबैलाई लाउँछ म टिका लाउने नि होइन म माता भए पुजारी भएर लगाइदिए मात्र ठिक छ त अनि हामी लाउनु भन्दा तपाईँ लाउनु राम्रो हो नि त म यहाँ बस्नेसम्म मात्रै तिमीहरू टिका लाउनु पाउने हो जय होस् किन तपाईँ नबस्ने सधैँ म सधैँ त बसिरहँदैन भाइ किन बस्ने अब सधैँ पुजारी बस्नु पर्छ यहाँ किनभने म पुजारी होइन यहाँ संरक्षक गर्न लागि म पुजारीहरू पानी बत्ती नभएसम्म यहाँ बस्न आउनु सक्दैन अनि म बसेँ नि म त यहीँ बस्नुहुन्छ जहाँ गुल्यो त्यहाँ राम बोल्यो जता राधे राधे भन्छ भागवत लाउँछ त्यतै भाग्छ पुजारी होइन मैले देखाइदिए हो यो भक्तजनलाई चिनाइदिए हो जय होस् हामी पहिले नै आएको थियौँ सुरु अस्ति नै धेरै वर्ष अगाडि कति यो रेलिङै हालेको थिएन त्यो बेलामा त अगाडि यहाँ त लटरमेश्वर मलाई त 51 सालमा चाहिँ भगवानले बानी दिन आउनु भएको राजाले मान्नु पर्छ नभए राजा यो चाहिँ दुर्घटनाबाट मर्छ भन्ने बानी आएको अनि पुलिस आए मलाई बानी लाउन चौकीहरू केही रहँदैन भन्यो मरिजा भने होइन नि त फेरि मैले तपाईँहरू कसरी रातो चल्दैन रातो चल्दैन रे पहिलो मात्र होइन अब लाइदिनु मन्दिर लाइदिए हामी आउँदाखेरि चाहिँ पहिला के मान्छे नै आउँथेन नि यति साह्रो भिड मान्छे आउँदैन म 27-28 वर्ष भयो यहाँ तपस्या गरेको देशको बारेमा भगवान हिन्दू धर्मलाई कसरी बचाउनु पर्छ कसै मान्छे छ होला जन्मिएको आओस् भनी चाहिरहे मैले जय होस् अनि भक्तको लरको लागि अहिले मलाई रमाइलो लागेको छ कसैले भाइरल भन्छ भाइरल नभनिदिनु अनि यो त भगवानको थाहा ननि हैन त्यही भएन के हो भाइरल रमाइलो लागि आउने हैन नि त यो जल यो अर्कोको जल हो पिर्सेर गएको अब खान मलाई होला के गर्ने अर्को छैन दिदी बहिनी पूजा गर्नु ल्या होला मान्छे यहाँ म पुरो बुझाम त यहाँ के हो रहेछ भनेर के भने लटरमेश्वर महादेव चाहिँ जहिलेदेखि यो सृष्टि रहे यहाँ चाहिँ सतीदेवी माता हुनुहुन्थ्यो लटरमेश्वर महादेव चाहिँ हुनुहुन्थ्यो मलाई चाहिँ सपनामा 51 सालमा दाहिनेपट्टि गुफा देब्रेपट्टि सतीदेवी आमाको त्रिशूल गाडे ठाउँ अनि दुर्गम क्षेत्र भयो अपायक ठाउँ तिमी प्रचार गर्नु जाऊ भनेर यत्रो मूर्ति नेपालको नक्सा पानको पात भएको मूर्ति लिएर चाहिँ मलाई सागा भङ्गाल काभ्रेको डाँडामा 21 रुपैयाँ जग्गा दिएर 10 करोडको मन्दिर बनाइसकेछ त्यता 10 करोडको मन्दिर बनिसक्यो ज्ञानीले राजाले दर्शन गर्न आउनु भइसक्यो र यहाँ अहिले चाहिँ भगवान थानमा उता मैले उद्घाटन गरेर म यस्तो आफ्नै जन्मभूमिमा फर्केँ मन्दिर बनाउनु भन्नुभएको होइन ल मेरो पत्ता मन्दिर त यहाँ मन्दिर नेचुरल ठाउँ मन्दिरै नबनाऊ यतिकै राम्रो हुन्छ के यतिकै राम्रो अनि यहाँ सुविधा भएपछि मान्छे आउँदैन र यस्तो भएपछि हैन अझ धेरै सुविधा भइसक्यो हैन पहिला यताको रेलिङै छैन कस्तो अप्ठ्यारो थियो बाटोको लागि चाहिँ म के भाइ एकदम दुःख गरेर भए पनि भगवान थानमा अब मान्छेले भिमेदी गाउँपालिका र बकैया गाउँपालिकाको सिमानामा रहेको भगवान हो जहिलेदेखि पृथ्वी थियो त्यस बेलादेखि लटरमेश्वर यहाँ उत्पन्न हुनुभयो सतीदेवी माता दक्ष प्रजापतिले यज्ञमा नबनाउँदाखेरि प्राण त्यागी भएपछि यहाँ स्थापना भयो होइन माघमा मात्रै हुन्थ्यो मलाई भगवान आउनु भएर दाहिने साइडमा महादेव उयो महादेवको जुरो अनि पारिपट्टि हात्तीको रुख अनि यहाँ चाहिँ भक्तहरूले एउटा चिज मागेर आउँदाखेरि कि हाँसेर आउने कि नाचेर आउने टक्कै पुग्ने कि भने रोएको रोए एकदम माया गर्ने तिमीहरूको दुःख गरेर आफ्नो दुःख त्यो भगवानलाई भनेर मायाले एउटै चिज माग्यो भने भगवानले अवश्य पुर्याउनु हुँदो रहेछ टक्कै यहाँ ल्याउँदाखेरि तपाईँहरूले केही ल्याउनै पर्दैन पूजा गर्नु जाने नि नजाने नि रित्तै आए नि लटरमेश्वर आए फल पाए है शुद्ध आत्मा लिएर आए दर्शन गर्नु पर्यो हैन दर्शन गर्नु टिका लगाइदिनु न
हेर्नु न भोलि लगाइदिइहाल्छु नि भाइ म ल जय होस् रक्षा गर लाउँदैन र अनि यो ठाउँमा नेचरल ठाउँ भत्काउनु भएन बजेट छुट्या बकाइले चाहिँ भागवत लाउँदै अब नेपाली काङ्ग्रेस इन्द्रबान्य दाईहरूले मलाई शब्दको लागि 1 लाख 2 लाख दिन्थ्यो रामबहादुर गौतम जयराम लामसारीहरूले शब्द लाउँदा 4वटा भागवत लाउँथ्यो वर्षको मैले बल्ल अनि एउटा टिकटकले देखाइदिएर भाइरल भएको भनेर मान्छेले भनेर मान्दो रहेछ भाइरल त नभनौँ मैले पनि यो भक्तहरूले सबले बोले भएर बोलेको भक्तको लागेको मलाई खुसी लागिरहेको छ अझै म यहाँ संरक्षण नगरी छोड्दैन यहाँ पुजारी चाहिँ भगवानको नियममा पानी बत्ती भएपछि म हेटौँडा बस्नु मलाई हेटौँडा काठमाडौँ काठमाडौँ पोखरा जाने हो कि म जङ्गलमा तपस्या गर्ने हो कि म तपस्या केही व्यस्त गरेर टिका लाउनु धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद ल देख्यो यहाँ मैले हिस्ट्री खोतालिसकेँ तिमीहरू हिस्ट्री आयो टिका लाउ ल टिका लाउ सबैजना टिका लगाऊ यहाँबाट मोबाइल मन्दिरमा दौडेर आएको मान्छे हुन्छ कहाँ पैसा त्यसरी गर्नुहुन्छ पानी बेच्ने काम गर्नु हुँदैन तपाईँहरूले अब भाइ हेर है नयाँ वर्षको यहाँको चाहिँ दान गरे पैसा भेटी हुन्छ नि जात्राको त्यो पैसाले कसैले पनि पानी किन्ने यहाँ पानी बत्ती रेडी आइसकेछ माघमा मात्रै निकाल्छ यहाँ यिनीहरूले माघमा मात्रै निकालेर भएन भक्त आउँथ्यो यहाँ चाहियो नि त होइन चाहियो नि यहाँ चाहिँ पानी हात धुनी किनेर उनीहरूले गाउँको विकास होला त्यो भक्तहरूलाई गाह्रो हुँदैन पानी आउँछ अब पानी आइसक्यो सब रेडी भइसक्यो त्यो लाइन भइसक्यो मेसिन सबै किनिसक्यो मिटर बक्स मात्रै छैन तपाईँहरूले पुरै देखाइदिनुहुन्छ किनभने नि यो सही कुरो बोल्नु के हुन्छ यो पानी ल्याएर अहिले नयाँ वर्षको भेटी म 10 जना चाहिँ भर्त राखेर यहाँ जम्बगले टिपेर मिटर बक्स ल्याएर पानी किन्नु पर्दैन तपाईँहरू महादेवले रोपेर 3 धारा पानी यतापट्टि नि महादेवले कृषिले रोपेछ फेरि गाउँपालिकापट्टि बकाइएको गाउँपालिकाको यता पनि पानीको ढल छ त्यहाँ पनि तिर्सुले रोप्यो 3टा धारा पानी ठिङमा लगाएको छ त्यो पानी चाहिँ अहिले उयो डाँडामा आइपुग्छ मिसिनमा ट्याङ्कीमा राखेर तपाईँ त्यही पानी खानुहोस् यो बोतल पनि आउँदैन गाउँपालिकामा पनि भन्नु जानुपर्छ यहाँ चाहिँ लटरमी स्वर होइन पलाटी स्वर हुन्छ समितिहरू किन 3 वर्ष भयो भाइरल भइसक्यो किन न यहाँको भेटीहरू थुपारे भए कति हुन्थ्यो होला शनिबारको त मैले टिप्छ है म लटरमसरको माता हो म यो चाहिँ टिप्नेहरू सब 5 जना 4 जना स्कुलको बच्चा ल्याउँछु तिनीहरू खान दिन्छु उयो डाँडामा 3000 जति सकिदिन्छ त्यो अनि तिनीहरूलाई 1000 रुपियाँ दिँदा त्यो पैसा शनिबारको जम्मै सक्छ म गाडी भाडा हिँड्दैन सक्छ मैले खाँदा नि सकेछ शनिबारको पैसा आरुबारको सबै मान्छेले टिप्छ ल हेर्नु यो त बोल्नै पर्छ देखाउनै पर्छ अनि भरे माताले टिप्यो भन्दा देशभरि फैलिएर आउला यहाँ मान्छे हिजोको पैसा अस्तिको पैसा चन्दा बाक्समा हालिदिनु पर्यो नि त पछाडि हेऱ्यो नि यहाँ बसेर यहाँ हालिदिनु पर्यो नि टिपेर अब टिपेर लाने गोजीमा हाल्नु भएन त हैन गोजीमा लगाएर पाप लाग्दैन त्यही भएन भगवानको थाना भनेर हुन्छ र मैले सराप्दैन जय हो अन्त कतै होला नि त यहाँ राडर सिस्टम यहाँको ड्रोन शट छ त हाने छ त त्यहाँबाट हाने छ त ल त अहिले छुटे माथि जाऊँ न हो अवश्य लाउँछ ल गो हामीले अब यहाँ तल दर्शन गरेर माथि उक्लिँदैछौँ ल यहाँ झारिदिउँ गजो चाहिँ झार्दिनँ कहाँसम्म रेन्ज पुग्दैन निकेश गयो निकेश निकेश गइसक्यो माथि अघि त्यो मान्छेले के खाने टिप्दिन थाल्यो क्या अब बल्ल हान्न थाल्यो ल ठ्याक्कै एउटा हल्लाएन ल त्यो पैसा रमाइलो भइरहेछ हामीलाई उक्लिँदैछौँ माथि यो थिएन है यो सिडी यहाँ सिडीले बनाएको थिएन यो हालेको थिएन आगो लागिदिएर यहाँ पनि हो कि के हो
यहाँ चाहिँ फोटो सट हान्न त्यहाँ यहाँ माथि जानु हुँदैन तलपट्टि बाता यहाँ माथि उक्लिएर हुन्छ नि कस्तो दिमाग छैन घाँस खाने दिमाग यो हेर्नु है यहाँबाट भन्नु न तर लास्टै यो क्या तँलो क्या तालो नभइदियो है आज पोल्युसन अब यो फेरि कपिराइट हान्छ यार ल गाइस यहाँ पुग्यौँ हामी लटरामेश्वर महादेव मेन त्रिशुल देखाउँछ है तपाईँहरूलाई झन्डा चाहिँ उ भइसकेको छ यता एभ्री मोमेन्टले क्याप्चर हुनुपर्छ हामी माथि आइसक्यौँ फाइनली कपिराइट हान्छ उ त्यो आएको अब म यस्तो ब्यागमा हान्छु नि ब्याग ट्याग हुँदैन हामी आएको बाटो ल अब चाहिँ हामी टपमा लटरामेश्वर महादेवको त्रिशुल भएको ठाउँमा होइन टपमा छौँ यहाँबाट म फुल देखाउँछु त फुल भ्यू यस्तो ल ठाउँ यस्तो ए रेस्ट गर्दैछन् मान्छेहरू यता यता मेन मन्दिर चाहिँ तपाईँको यहाँ हो होइन म देखाउँछु यहाँ आएको ल मेन रनवे छैन नि त कुद्नलाई त्यहाँ त भास्ने नि अलिअलि ऊ त्यो माथि डाँडालाई होइन फाँद्यो भने हुन्छ है ऊ त्यो माथिको यस्तो स्लोपलाई दौडिनु तल झार्ने क्या ल लास रमाइलो भइरहेको छ तर होइन यत्तिको कस्तो लागिरहेको छ तिमीलाई एकदम रमाइलो तिमीले एकदम रमाइलो बवाल बवाल मामाश्री हजुर कस्तो भइरहेको छ गजब भन्छ आज जस्तो रमाइलो कहिले भएको छैन आज जस्तो रमाइलो कहिले ल तिमीलाई कस्तो भइरहेको एकदम बवाल होइन ल रिभ्यू के रिभ्यू तिमी अब हिँड्न नसक्ने मान्छेले रिभ्यू दिनु पर्यो नि त अहिले यता ट्रान्सफर गर्छ अरे चाहिन्छ भने आज रमाइलो भइरहेको छ लास्टै रमाइलो भइरहेको छ एकदम धेरै रमाइलो ल अब हामी दर्शन गर्दैछौँ गाइस होइन त्रिशुल ल्याएर चढाउने हो नि त खास यहाँ महादेवको मन्दिरमा केही थाहा छैन कहिले मन्दिर गयो थाहा हुन्छ तिमीलाई मन्दिर गएको छ कहिले तिमी त्यो पर्दैन त्यो माथिबाट धर्म कर्ममा नो इन्ट्रेस्ट खालि सुत्न मात्र इन्ट्रेस्ट उल्टा हातले ढोक्छ मुला भएन भिडियोमा आएन यहाँबाट ढोक्नु पर्ने सजिलो छ हेर म तिमीहरूलाई सिकाउँछु ल है त हामीलाई ल टिप्स एन्ड ट्रिक्स ल यसरी गराउ केटा तपाईँ फेरि जेन बुझिहाल्नु छटन अहिले हेरौँला तिमी निस्क्यौ कस्तो गरिरह भने हामी चाहिएन हामी भेट्दैनौँ क्या दिवसले मात्र भेट्छ हे तेरी गाले म निकाल्दिउँला छोड तिमी यो मान्छे त ओहो प्रसाद ल अब दिवादाले गाली विवेक कनेक्ट गर न आउ त सम
प्रसाद पनि लिनु पर्यो नि त यहाँको नि होइन के हो पर्यो यो त मालै लाग्दो रहेछ त्यो होइन अर्कै हो लाम्चोवाला खर्चे ऊ त्यो हो जस्तो लाग्यो के डढ्या के डढे भयो बन्द गरिदिउँ तिमीलाई लाम्चोवाला चाहियो होइन यहाँ त आगो लाग्यो भने हावाले पनि ठुलो पारिदिन्छ होला है आगो पारिदिइहाल्छ नि तल त त्यति आउँदैन भयो है बन्द गरिदिउँ तिमी यसो लिउ न क्लोजिङ सर्टहरू लिउ तिमीलाई भन्नुपर्छ मैले अब केटाहरू त अब हामी टिम होइन यहाँ छिटो यत्तिकै बस्छ कि अहिले होला कसको बोकेल रहेछ यो तपाईँको फोकस मलाई गर्नु पर्यो क्या अघि त्यो तातेर हो कि नभए त्यसलाई टाइम ल्याप्समा छोडिदिनु हुन्छ हामी यहाँ यता उता गरेको गोप्रो ताते ल जाऊ ल अब बिस्तार लागौँ सो गाइस अब भर्खर त्यहाँ पुगेर फर्क्यो अनि दिस इज द डर लाग्यो अलिकति डर लाग्ने बाटो होइन अनि अब आजको भ्लग यति नै हुन्छ होला सायद देखाउनु पर्ने कुरा त केही छैन फर्किने नै हो यहाँबाट सो दिस इज इट गाइज होइन सी यू गाइज अन नेक्स्ट भ्लग कस्तो लाग्यो भ्लग कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु द्याट्स इट अनि हेर्नु यो चाहिँ यस्तो स्टिपवाला क्या ल यो सबभन्दा डेन्जरस पोइन्ट देखाउँदै आजको भ्लग म यहीँ इन गर्छु पिस